नमस्ते युट्युब च्यानल। मेरो ड्रागन फ्रुट यो पहिलो लोड यो यस वर्ष 2083 सालको नौलो यो फल यस प्रकार रहेका छन्। मेरा ड्रागन फ्रुटहरू यस्तो बचिलोहरू अझै पनि आइरहेको छ। यो फाल्नुपर्छ, यो धेरै राखेर हुँदैन, फालेको राम्रो। यसरी फुलका कोपिलाहरू एउटा दुईटा तिनवटा चारवटा यतापट्टि 5वटा एउटै हाँगामा 5वटा यसरी फक्रिरहेका छन्। यो सेकेन्ड लोड मेरो यो सेकेन्ड लोड, यो थर्ड लोडका पनि फुलहरू फुल्ने क्रममा छन्। अब 2-3 दिनपछि फुल्छ। यसरी यो बचिलाहरू आउँछ। यो मुनाहरू यो फाल्नुपर्छ। यो मुनाहरू फाल्यो भने फल राम्रो हुन्छ। अनि यो ड्रागन फ्रुटले चाहिँ धेरै मल खोज्ने भएको हुनाले मल चाहिँ प्रशस्त हाल्नुपर्छ। मैले गडेवाला मल, अर्ग्यानिक हड्डीको मल र भैँसीको मल, कुखुराको मल बाहेक अरू केही हालेको छैन। विषादी हालिँदैन र गेडे मलहरू पनि हालिँदैन। यसरी पक्रिने क्रममा छ यो 2-3 दिनमा। र साथीहरू, यो ड्रागन फ्रुट फल लगाएपछि मौरी पाल्न पनि अति आवश्यक छ। र साथै यो ड्रागन फ्रुटहरू यस प्रकारका रहेका छन्। मेरा ड्रागन फ्रुटहरू यसरी बटरम्म बचिलाहरू। यो तल्लो मेरो तल्लो स्टेजमा छ ड्रागन फ्रुटको। अब सुन्तलाको गेडा यत्रो छ। सुन्तलाको गेडाहरू सुन्तला अन्तभन्दा यहाँ धेरै ठुलो सुन्तलाको दाना यत्रो ठुलो भएको छ। डल्ले खोर्सानी जत्रो भइसक्यो। यस्तो बचिलाहरू आएको यो फालिदिनुपर्छ। राम्रोसँग फालिदियो भने फल ठुलो हुन्छ। यस्तोहरू फालिदिनुपर्छ। यो हाम्रो थपकै छ। यो सुन्तलाको बुटो छ मेरो। हामी गएर मेरो यो कागतीको बुटो, ड्रागन फ्रुटको फलहरू फुल्न लायकका छन्। लायकको बुटो तल्लो स्टेज यसरी ड्रागन फ्रुटका स्ट्यान्डहरू बनाएको छु मैले। अब अर्को माथिल्लोमा चाहिँ अर्कै खालको स्ट्यान्ड बनाउने छु। यसरी बनाउनुपर्छ। धमासीको विषयमा आउनु हुन्छ। नत्र टमाटर फलाएको छु छतमै। काट्ने बेला भइसक्यो। डल्ले खोर्सानी झुम्मा यो फलेर थालिसकेको टमाटरहरू, फुलहरू छ। ड्रागन फ्रुटहरू यसमा स्लबकै बचिलाहरू लगाइरहेको छु। टन्नै छ बचिलाहरू, टन्नै छ। यसलाई फस्टाउनको लागिलाई गडेवाला मल र हड्डीको मल अनि कुखुराको मल हाल्नमा अनिवार्य छ। यो मेरो सबै अर्ग्यानिक हो, विषादी रहित हो, विषादी छैन। विषादी हालेको आफूले खान नि हुन्न, बेच्न पनि राम्रो हुँदैन। यसरी छ आइरहेको मेरो ड्रागन फ्रुटहरू। यसको चाहिँ यो स्टेजको छ तल यसमा चाहिँ यो डल्ले खोर्सानीहरू थाकिसकेको बुटो अस्ति भर्खरै फलेर सबै टिपिसक्यो। फुल्न आएको यो पनि हिजो मैले टिपेर भ्याइदिएँ कि पाकेको लट्नु मैले। फुलहरू बचिलाहरू यस प्रकारका छन्। मैले यति छतमा तल र माथि गरेर वार्षिक मैले 1 लाखभन्दा बढीको ड्रागन फ्रुट उत्पादन गर्न सक्छु। भनेपछि यो खेर जाने वेस्टेज जाने ठाउँ हो। यो वेस्टेज जाने ठाउँलाई सदुपयोग गर्नुपर्छ। यस्तो छ है। यसरी नै तपाईँहरूले लगाउनुहोस् छतमा, पौसीमा। यसरी डल्ले खोर्सानी बनाउनु सकिन्छ। यो चाहिँ रयल पहिला अहिलेको
मैले हिजै टिपेर भ्याएँ बेसी यस्तो छ है मेरो 2 स्टेपमा 2 तलामा माथिल्लो स्टेप तल्लो स्टेपमा लगाएको छु ड्रागन फ्रुटहरू यसरी लगाएको छु यो मैले यो बिरुवाहरू मेरो प्रशस्त हुन्छ अब मैले मेरो युट्युबको साथीहरूलाई फ्रीमा दिन्छु आउनुभयो भने हेर्न मेरो प्रशस्त छ यसपालि यो बेलायतीको बुटो यो असिनाले खत्तम बनायो तल्लो स्टेपमा छ मेरो त्यहाँ पनि फुलहरू लगभगै फुटिरहेको त साथीहरू केही सिक्न जान्न मन आहा भने युट्युब मार्फत मलाई भन्नु होला अहिले यति नै।